अहिले चाहिँ हामी होटलबाट चेकआउट गरेर हिँड्यौँ। हामीले त्यही होटलमा चार्ज गरेर ब्रेकफास्ट खान खोज्यौँ। दादाले हामीलाई हेल्प गरिदिँदो रहेछ तर पनि भएन। त्यही भएर हामी चाहिँ हिँडेको। अब हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ लुम्बिनी हो, तर अन द वे हामी रोक्छौँ होला। अहिले यो चाहिँ नारायणगढको पुल, नारायणी नदी हो। होटल त्यहाँ त्यस्तो रहेछ। मल्लकालिका भनेर मल्लकालिका मन्दिर हो त्यहाँ। अनि त्यहाँनिर एउटा ठुलो होटल बनाएर चाहिँ रातिमा चाहिँ कस्तो मजाको लाइट देख्छ, राम्रो। उता वीरगन्जतिर त्यतातिर चाहिँ खोइ धुवा जस्तो टाइपको थियो कि खोइ अर्कै के नाम भनेको थियो। यता चाहिँ चिसै छ अनि यो बाटोमा देखिरहेको चाहिँ कुहिरो नै हो। यो चाहिँ एकैचोटि टेम्परेचर हिजो हामी गर्मी ठाउँमा थियौँ, आज हामी चिसो ठाउँमा झ्याप्पै चिसो ठाउँमा आइपुग्यौँ। अहिले चाहिँ हामी सिजी धाममा आइपुग्यौँ। सानोले हेर्दैछ यहाँ नचढ्नु भनेछ, म कसरी चाहिँ चढौँ भनेर सोच्दैछ। मेन एन्ट्रान्स भयो, हामी भित्र जान्छौँ अनि देखाउँछौँ। सिजी धाम टिकट किन्यो, 200 रुपियाँ टिकट, एकजनाको 200, 400 रुपियाँको टिकट किनेर हामी भित्र छिर्दैछौँ। एरिया चाहिँ ठुलो बनाएको है, सफा पनि सफा, एरिया चाहिँ ठुलो बनाएको। त्यहाँ तल चाहिँ म्युजियम छ अरे। उहाँ टिकटक बनाइरहनु भएको छ हेर, ग्याङ भएर। टिकटक अगाडिबाट सिकाउने, पछाडि नाच्ने हो। एनिवेज कृष्ण भगवान्ले रासलीला मजा गर्छ रहेछ होइन। कृष्ण लीला पथ, रासलीला भन्छ त्यस्तो। यो चाहिँ कृष्णको जन्म, यो सबै हो रहेछ। अब हामीलाई चाहिँ बुद्धको मूर्ति भएको छ। बुद्धको मूर्ति त छ तर मुख चाहिँ कस्तो जस्तो देखिन्छ भन्न खोजिरहेको छु मैले। स्माइली बुद्ध रहेछ। स्माइली बुद्ध। डिफ्रेन्ट है। यो चाहिँ वेद वाटिका रहेछ। अब वेदमा के छ त्यही होला यहाँनिर। तिमीले वेद पढाछौ? वेदमा के हुन्छ थाहा तिमीलाई? मलाई पनि थाहा छैन। सो अब हामी त्यसभित्र जाँदैनौँ, मतलब त्यो वेदको भित्र जाँदैनौँ हामी। अलि यो बिल्डिङको तल चाहिँ जान्छौँ, म्युजियम छ अरे। कस्तो रहेछ अहिले एकछिनमा हेर्छौँ, त्योभन्दा पहिला हामी बाहिर हेरेर भ्याउँछौँ, एक्सप्लोर गर्छौँ। यो खोजौँ न, यो म्युजियमभित्र तल जाने भनेको थियो नि त। यो बिल्डिङको तल भनेको थियो। यो एन्ट्री उताबाट गएको, यताबाट एउटा ठाउँमा मात्रै जान्छ, बाहिर भनेर यता देखाएको छ। अनि फेरि त्यहाँ प्रवेश निषेध देखाएको छ। अब हामी यो खोज्छौँ, अगाडिबाटै जानुपर्छ होला। पिसफुल बनाएको के है ठाउँ चाहिँ? तिमीलाई के लाग्छ? यस, टिकटक गइरहेछ आन्टीहरू।
भित्र मन्दिरमा मन्दिर जान लाग्यो त्यो भन्दा त चाहिँ फोटो खिच्न मन आइरे म्युजियम पनि यही भित्र रहेछ लेट्स गो म्युजियम हेरौँ है त पेन्टिङको काम धमाधम भइरहेको रहेछ तर अघि न मन्दिरमा र म्युजियमको एक्सपिरियन्स कस्तो भयो त्यहाँनिर क्यामेराले खिच्न मिलेन भन्दै त एक्चुली त्यहाँ बाहिर गेटमा एक्सप्लेन गर्दाखेरि चाहिँ पुरै उहरू छ खै हेर्नै पर्ने हिन्दूहरूले चाहिँ हेर्नै पर्ने कुराहरू छ भनेर भन्छ त्यो गयो खै अब त्यो रुद्राक्षहरू चाहिँ अलिक फेसिनेटिङ थियो अरू चाहिँ खासै त्यस्तो केही लागेन अनि त्यहाँ चाहिँ मन्दिरको डिफ्रेन्ट खालको मन्दिरको चिन्हहरू भनेर कतै जल कतै पानी त्यस्तो राखेको रहेछ त्यो रियल हो कि होइन नि थाहा छैन हुन त तर खै आई डोन्ट नो कसरी एक्सप्लेन गर्ने चाहिँ आएर न के देख्यो शङ्खहरू रहेछ डिफ्रेन्ट शङ्खहरू ठुलो ठुलो अनि रुद्राक्ष त्यो थियो एक मुखेदेखि 23-24 मुखेसम्म थियो अनि त्यहाँनिर अरू इन्ट्रेस्टिङ के थियो र त्यति नै हो है त्यति नै ओके हामी चाहिँ यहाँको अहिले सोभिनियर सप जान्न आयो मलाई इन्ट्रेस्टिङ लागेको कुरामा देखाउँछ है त अब यो आर्टहरू त छँदैछ होइन मन्दिरमा यस्तो यस्तो चिज भइहाल्छ होइन स्कार्फहरू यताति सोभिनियर इन्ट्रेस्टिङ लागेको कुरा चाहिँ सोभिनियर कसले वासिङ मेसिन र फ्रिजहरू बोकेर जान्छ हामीले चाहिँ होइन यत्रो यो जङ्गलको बिचको बाटोमा ट्राभल गर्छौँ कहिले पनि एनिमल चाहिँ देखेन भनेर भइरहेको थियो हामीलाई चाहिँ अलिक नराम्रो फिल भइरहेको थियो तर आज हामीले बाघ नै देख्यौँ कि बाघ हामीले बाघ देख्यौँ गाइस बाघ भाग्यो बाघहरूलाई देखेर भाग्दैछ हामी बाघलाई पछ्याउँदैछौँ अर्को पदा बाघ भागिरहेछ अहिले चाहिँ हामी लुम्बिनी जाने बाटोमा यहाँ बिचमा खोइ कहाँ के ठाउँमा रोक्यौँ के ठाउँ हो रे यो हेर्नै पर्छ थाहा नै छैन मलाई पनि तर हामी रामग्राम रहेछ रामग्राम राम्रै तर हामी खाजा खानलाई चाहिँ 3D पसलमा जानु लाग्यो लोकल खाजा खानु पऱ्यो रे यहाँ अन्डा देखेर 3D रेस्टुरेन्टमा जाँदैछौँ बाटोभरि एउटा दुइटा स्टल छ त्यसपछि केही पनि छैन उहाँ पानीपुरीहरू पनि रहेछ तातो के बन्दैछ जलेबी बन्दो रहेछ अब हामी खान्छौँ यो हो चिकन मोमो के मोमो नजिक भयो चिकन मोमो ल खाऊ अचार खाइरहेको छु पहिला ओके कहाँ पिरो रहेछ कस्तो रहेछ मोमो मोमो मिठो रहेछ अचार मिठो रहेछ नि पिरो चिकन मोमो मजा आयो जाडो भयो चाउमिन ट्राई गरौँ है त अब प्रभाव लोकल चाउमिन भने के हो भन्दाखेरि यही हो मसेर हो यो त्यस्तै छ हो रहेछ कस्तो खै मसुर
हामीहरूकोमा चाहिँ अहिले स्टार अफ द सो अन्डा चटपट ट्राई गर्न लागिरहेको छौँ। अब रन्साले अन्डा चटपट ट्राई गरेर देखाउँछ त कस्तो रहेछ भन्छ उसले। ल बेबी अन्डा चटपट ट्राई गर। बोइल्ड अन्डालाई फ्राई गर्ने रहेछ ए बोल्ड एग हो। बोइल्ड अनि फ्राई गरेर अनि अरू सबै चटपटीमा हाल्ने चिज नै छ। ओके भुजिया, खेरो मटर, एउटै हो खेरो मटर, चना, प्याज, कोही बेला बन्दा। ओके के आउँछ त हेरौँ है त हामी रियाक्सन के आउँदो रहेछ। लेट्स सी कस्तो समथिङ डिफरेन्ट समथिङ न्यू huh? Okay. ओके प्रीति चौसा खाएको गर्नु पर्यो। प्रीति चौसाको मसला खाएछ। ओके मसला हाल्दा थाहा पायो है तिमीले। वाउ यु आर लेजेन्ड huh? अहिले चाहिँ हामी लुम्बिनी आइपुग्यो। यो चाहिँ हो लुम्बिनी गेट। अब हामी यता हेर्छौँ कहाँ कहाँ के घुम्नु मिल्ने ठाउँ छ। लुम्बिनी प्रवेशद्वार 2011 रे। हामी चाहिँ लुम्बिनी आइपुग्यौँ। अब यिनीहरू चाहिँ हामी एकछिनमा घुम्छौँ। अहिले चाहिँ हामी मायादेवी टेम्पल जाँदैछौँ। गएर चाहिँ हामी मायादेवीवाला एउटा पार्टमा आइपुग्यौँ। जति बेला नि बोलिरहनेवाला आगो हो। यो पनि जति बेला नि बोलिरहने आगो हो। कहिले आगो पानी हुँदैन। अब चाहिँ हामी मायादेवीतिर जाँदैछौँ। सिधै हो रे। यहाँनिर चाहिँ भगवान मै हो भनेर बसेर अर्को उहाँ पोज दिँदै हिँडिरह। लुम्बिनीमा यहाँ वक हान्दैछौँ। अब मायादेवी टेम्पल जाँदैछौँ। त्यहाँ चाहिँ यति धेरै मान्छे छ अलरेडी देखिरह टाढैबाट पनि। हेरौँ के हुन्छ। यहाँ घुम्न चाहिँ यहाँनिर एकदमै धेरै ठाउँ रहेछ। एक दिनभरि नै भ्याइँदैन जस्तो। जति भ्याइन्छ त्यति चाहिँ घुम्छौँ हामी। जति भ्याइन्छ त्यति चाहिँ हामी घुम्छौँ होइन। अब हेरौँ के हुन्छ। अब चाहिँ मायादेवी जाँदैछौँ। हामी ठ्याक्क मायादेवीभित्र छिर्यौँ। यो चाहिँ मेन हो नि त। यहाँ भित्र चाहिँ हो क्या अरे
कृपया शान्त भनेर रहेछ। यो भग्नावशेषहरू यिनीहरूको बोला भनेछ त्यहाँ कृपया शान्त अरे। Row of 6 to 2nd century मिटिङ हल। hall second ए यो चाहिँ दरबार थियो। दरबारहरू थियो अनि भत्किएको क्या सबै भग्नावशेष क्या त्यता नि जानु मन छ होला नि। जानुभएको रहेछ त्यहाँतिर के लेखेको थियो त्यहाँ के लेखेको छ ग्रुप अफ 16 स्तूपा लेखेको रहेछ 7/8 AD। दुईतिर सिडी थियो कि पहिला माथि छतमा गएर खेलेर हामी तल झर्थ्यौँ। अब हामी भित्र जाऊँ। भित्र तर सायद भित्र त फोटोहरू खिच्न पाउँदैन लेखेको छ। फोटो खिच्न मनाइ छ अरे। ल अब हामी क्यामेरा बन्द गर्छौँ। र हामी चाहिँ ठ्याक्क मायादेवी मन्दिरबाट निस्क्यौँ। त्यहाँनिर चाहिँ रिमेन्सहरू रहेछ बुद्ध जन्मेको ठाउँहरूको। अनि मजाले प्रिजर्भ गरेर राखेको रहेछ। यस्तो रहेछ है त भनेपछि भग्नावशेष यो चाहिँ ठुलो दरबार भयो होइन। ठुलो दरबार त्यहाँ चाहिँ स्पेसिफिक रुम होइन त्यो एउटा रुम हो। यस एक्ज्याक्टली एउटा ठुलो दरबारको त्यो भित्र एउटा रुम अनि त्यो त्यहाँनिर रुममा चाहिँ एक्ज्याक्टली बुद्ध जन्मेको। बुद्ध जन्मेको ठाउँ चाहिँ त्यहाँ एक्ज्याक्ट कति बनाएको होला त। यो चाहिँ पिस पागोडा हो। वहाँ अघि न त्यो खोलाको त्यो खोला होइन के भन्छ त्यो बोटिङ गरेको ठाउँबाट सिधा अगाडि देखेको पिस पागोडा चाहिँ यही हो। चित्त लाउन नपाइरहेछ। अहिले चाहिँ हामी गाडी चार्ज गरेर भ्याएर तानसेनतिर मतलब पाल्पातिर लाग्दैछौँ। बाटो चाहिँ एकदमै पुरै स्मुथ। कति लेन भन्छ होला 3 लेन भन्छ कि 6 लेन भन्छ। 6 लेनको बाटो बनाएको छ पुरै रोड साइडमा स्ट्रिट लाइटहरू राखेर। त्यो पोलहरूमा पनि झिलिमिली बत्तीहरू हालेको छ। त्यो झिलिमिली हुनुभन्दा एउटै कलरको बत्ती राखिदिएको भए हुन्थ्यो होइन। मलाई चाहिँ झिलिमिली अलिक एक्स्ट्रा झिलिमिली लाग्यो। तर बाटो चाहिँ राम्रो छ स्मुथ। टक्क सबै पिच गरेको प्रपर बाटो बनाएर। हामीले अहिले चाहिँ अघि हामीले दिउँसो देखेको भन्दा ठुलो बाघ त्यो पनि सहरमै सिटीमै देख्यौँ। ब्ल्याक फरेस्ट अरे। ब्ल्याक फरेस्टमा हाम्रो रोयल बेङ्गाल टाइगर अलि देखिरहेन होला क्लियरली तर त्यही हो। त्यही छ बाघ। त्यही हो बाघ। चितवन राष्ट्रिय निकुञ्जबाट भागेको बाघ त्यही हो। अब अहिले केही पनि देखेन यहाँ तिरेमिरे भयो। अहिले चाहिँ हामी बुटवल क्रस भयौँ। ऊ बनाउँदो रहेछ त टनल। अनि अब हामी पाल्पातिर जाँदैछौँ। अनि त्यहाँ सिद्ध बाबा भन्दा यता क्रस भएपछि चाहिँ एकदमै वाउ नाइस टनल ठुलो बनाएको रहेछ है। बाहिर गएको गाई गर्ने भएको भएर यहाँ टनल बनाउँदैछ भनेर सागरले ठ्याक्क भनेको थियो। ठ्याक्कै हामीले टनल देख्यौँ। लास्टै डेन्जर भिड रहेछ। यत्रो डाँडा छ। अब यो लाइट यहाँ त देखाएको छ कि छैन तर लास्टै अल्को भिड रहेछ। हामी चाहिँ लड्दै र पढ्दै साँगुरो बाटो आयौँ। यहाँबाट चाहिँ भ्यू राम्रो देखाएको छ। अब यो हल्लिरहेछ होइन क्यामेरा हल्लिरहेछ। अब देखिन्छ कि देखिँदैन थाहा छैन त्यो चाहिँ तर राम्रो भ्यू देखिरहेछ। लु अहिले चाहिँ हामी तानसेनको बस पार्क आइपुग्यो। मेन बजार यही हो रे। बस पार्क पनि यही रहेछ।
रम्फू सैनिक रेन्टल प्राइभेट लिमिटेड कस्तो कन्जस्टेड हो पार्किङ छ र यहाँ म थाकिसकेँ तानसेन आइपुगेको आधी घन्टा भयो आधी घन्टादेखि हामी होटलको बाटो खोज्दा खोज्दा हैरान दिगदार भइसक्यौँ गुगल म्यापले देखाउँछ बाटो हामी त्यो बाटोबाट छिर्न खोज्छौँ कतै वान वे हुन्छ कतै बाटै हुँदैन बाटै नभएको ठाउँमा गुगल म्यापले यताबाट राइटली भन्छ अर्को घर पढ्दैन नि कुरा त भएन फन पनि भयो आधी घन्टा भइसक्यो बाटो यति सानो छ एउटा गाडी छिरेपछि अर्को गाडी निकाल्न मिल्ने बाटो छैन फाइनली आफ्टर आधी घन्टा घुमिङ वी अराइभिङ सातो पुत्लो 50 चोटि ऊ गऱ्यौँ उड्यौँ ठाडो ओह्रालोमा ठ्याक्क बिचमा स्कुटी राखेर चाहिँ दाइ स्कुटी हटाइदिनु भने प्लिज भनेर किन हराउने कस्तो लाग्यो त एकदमै एडभेन्चरस एडभेन्चरस आजै हो सबभन्दा गाडी चलाउँदा रमाइलो भएको किन लाग्दैन झ्याल पनि अहिले चाहिँ हामी होटल चेक इन गरेर के हो अरे हाम्रो होटलमा होटल आउनु पर्नु अब चाहिँ हामी यस्तो बजारतिर घुम्न गइरहेको छौँ यहाँ पाल्पाको स्पेसल चाहिँ छोइला र चोकौनी रे चोकौनी त मलाई पनि थाहा थियो छोइला पनि हो अरे अब हामी बजारतिर गएर छोइला र चोकौनी खान्छौँ त्यसपछि अनि हेरौँ के गर्छौँ अहिले चाहिँ हामी तानसेनको बजारमा भौतारिरहेछौँ बजार जाने बाटोतिर भौतारिरहेछौँ भनौँ न यो उकालो अहिले उक्लिने कसरी हो म सोचिरहेको छु यो उकालो अहिले उक्लिने कसरी हो म सोचिरहेको छु यो उकालो अहिले उक्लिने कसरी हो म सोचिरहेको छु भने आउँदाखेरि सबै पसल खुल्ला थियो तर अहिले बन्द भइसक्यो होटल खोज्दा खोज्दा पसल त बन्द भयो अलमोस्ट 45 मिनट्स वेस्ट भयो हाम्रो है कति बज्यो 8 बज्यो 8 बजे यस्तो बन्द त हुनु पर्ने 8 बजे बन्द त हुनु छ्या रातिको 8 बजे बजार घुम्न हिँडेको हुन्छ ए हामी सबै थरी बन्द भइसकेछ भोलि बिहानै घुम्छौँ अब हामी अरूलाई चाहिँ होटलमा गएर खानु पर्ला होटलकै छोइला खानु पर्ला यस्तै छ बिचल्ली होटल सबै बन्द भइसक्यो मतलब बजार अब हामी होटलै गएर खान्छौँ उकालो उक्लिँदैछौँ झर अनि फेरि उक्ल्यो थाकिसकेँ पाल्पास आउँदाखेरि बिचल्ली भइरहेछ बाटो हाइवे त्यस्तै डेन्जर यहाँ तानसेन होटल हजुर गल्ली भित्र सानो सानो गल्ली छिर्देको भोक लागिरहेछ होइन उकालो उक्लिँदैछौँ यहाँ मान्छेहरूको घरमा पकाएको मिठो मिठो खानेकुराको बास्नाले झन् धेरै भोक लगाइरहेछ अब यहाँ उयो सबैतिर मासु पाक्या हो क्या अब यहाँ भरे उक्लिन्छ अब म यहाँ भरे उक्लिँदै मासु होइन क्यामेरासम्म सक्दैन एकचोटि होटल पुगेको अहिले चाहिँ हामी अब होटल आइपुग्यौँ होटलमै खाने भयौँ साराले यहाँ मेनु हेर्दैछन् रेस्टुरेन्ट चाहिँ यस्तो छ रुफटपमा रहेछ अब भ्यू यस्तो देख्छ यो चाहिँ डाँडामा टुप्पोमा छ रेस्टुरेन्ट चाहिँ वरिपरि यस्तो देख्छ अहिले चाहिँ हाम्रो सिमोमो चाहिँ आयो हामी टेस्ट गर्न लागेको अब उहाँले त दबाई सक्छ होइन होला
मजा मिठो छ यो चाहिँ हो टाटाको फेमस चिकन अब म खान्छु भन्ने रिभ्यू दिन्छु मजा आ गया खान्छु भनेर सोध्न नि मिल्दैन ठिक छ यस्तै हेर्दै दुध नखाने मान्छेसँग हिँडेपछि गाह्रो छ अब चाहिँ हाम्रो यो स्पाइसी चिकन आएको छ बास्ना त लास्टमा उठाइरहेको तिमीलाई सितन ठिक्कै हुन्छ जस्तो छ है पेक चाहिँ सक्यो ह पेक सक्यो के को ओरेन्ज जुस ओरेन्ज जुस यही छ त ल खाऊ न त चिकन खाऊ त ए म टेस्ट गर लेट्स सी त कस्तो छ यो कस्तो छ मिठो छ यत्रो बेर किन लागेको छ नि भन्नुलाई एकदम मिठो लाग्यो के आइ त ह सय ल यो चाहिँ पाल्पाको स्पेसल छोइला रे लेट्स ट्राई छोइला नि मिठो छ सब कुरा मिठो रहेछ यहाँको खानेकुरा चाहिँ है मिठो छ छोइला भन्दा तर चिकन मिठो छ हो ओके